हरिओ अध्यात्मले दिएको उपहार शब्दवाणीहरू पस्कने क्रममा भाग 4 ब्रह्ममुहूर्त बिहानीमा आफूलाई साट्न पाउँदा। मैले जस्ताको तस्तै जस्तो आयो त्यस्तै लेखेको हुन्छु। ब्रह्ममुहूर्त बिहानीमा आफूलाई साट्न पाउँदा भूत वर्तमान भविष्यका सारा कुरा छाट्न पाउँदा कुन शब्दले बयान गरौँ सबै शक्ति चाख्न पाउँदा जीवनको सबै शक्ति एकै ठाउँ राख्न पाउँदा जीवनको सबै शक्ति एकै ठाउँ राख्न पाउँदा। मैले ध्यानमा बसेर आएपछि जस्तो आउँछ शब्द नो एडिटिङ जस्ताको तस्तै समर्पित गरेको हुन्छु। भूत के थियो भविष्य के हो सबैलाई भुल्न पाउँदा वर्तमानमै भविष्यका सबै पानाहरू खोल्न पाउँदा गुरुहरूको सामिप्यमा मनको भाव पोख्न पाउँदा स्वर्ग हुन्छ यस्तै भन्ने अनुभूति गर्न पाउँदा स्वर्ग यस्तै हुन्छ भन्ने अनुभूति गर्न पाउँदा शिक्षक र प्रशिक्षकको सामिप्यमा आफूलाई राख्न पाउँदा छचल्केका छरपष्टिएका भावनालाई चिन्न पाउँदा उडी जाउँ कुदी जाउँ जस्तो लाग्छ यिनै भावना राखी ध्यानमा जाउँ जस्तो लाग्छ यिनै भावना राखी ध्यानमा जाउँ जस्तो लाग्छ। अल्झिएका समस्यालाई तनाउ जस्तो लाग्छ ध्यानको तरङ्गमा लुकिजाउँ जस्तो लाग्छ ऊर्जाशील शरीरभित्र मनको बहकाउन पाउँदा कुन शब्दले बयान गरौँ खाली आत्मा फर्किआउँदा कुन शब्दले बयान गरौँ खाली आत्मा फर्किआउँदा बिलाएका अनुभवले सबै शरीर छामे जस्तो योजना र लक्ष्य सहित मलाई नै ताने जस्तो वर्तमानमा रमाउन सिकाउने ज्ञान तिम्रो योजनाले जीवन पूर्ण हुन्छ भन्ने भाव कस्तो योजनाले जीवन पूर्ण हुन्छ भन्ने भाव कस्तो योजनाले जीवन पूर्ण हुन्छ भन्ने भाव कस्तो। यो मेरो नितान्त आफ्नो अनुभव। म हरेक दिन ध्यानमा जाँदा मैले जे अनुभूति गर्छु त्यसलाई मैले आएर एउटा डायरीमा कोर्ने गरेको छु। जस्ताको तस्तै हुन्छ मैले सरल लेख्छु त्यसमा एडिटिङ पनि हुँदैन मैले थप्न पनि प्राय पर्दैन। हस् सबैले अध्यात्ममा जाउँ ध्यान गरौँ आफ्नो मनलाई चिनौँ खुसी आफ्नै मनमा हुन्छ आफै भित्र शब्द हुन्छ चिनौँ। हस् धन्यवाद हरि ओम।